जाउँ न भन्छ जाउँ जाउँ हामी आउँछौँ उकालोमा हिँड्न पनि गाह्रो छ गाडी हिँडिरहेको छैन हेर्नुहोस् है तल चाहिँ केही पनि देखिँदैन मेरो बाटो त नत्र त्यो खोला खाल्छ हेर्नु न भर्खरै बनाएको बाटो रहेछ यार खुट्टा पनि पछाडि तान्छ यार पाहाडमा बस्नेहरू कसरी बस्यो होला हामी आज एक दिन यस्तो लाग्यो यहाँ सधैँ पानी छैन है हामीसँग छैन आगो चाहिँ बालेर रहेछन् लिल्यामला भन्दा भन्दै उताबाट भत्का रहेछ नि होला रहेछ नि यो यसरी टर्निङ रहेछ साह्रै ठुल्ठुलो ढुङ्गाहरू छ हिँड्न चाहिँ अप्ठ्यारो बिहान म त घरमा 2 रोटी खाएँ चियासँग 2 रोटी खाएर अनि त्यसपछि फेरि आमाले र बुवाले मान्दै मानेनन् बहिनीले अनि बहिनी आगो खुसीमा त कुखुरा काटेको थिएँ खाइयो अलिकता रोटी र मासु पछि फेरि भान्जा घर आएर अनि एक थाल भात सेट दियो अहिले चाहिँ बाटो अलि राम्रो आयो फोक्सो मुखमा आउला जस्तो लाग्यो हेट अब यतातिरबाट लम्की देखिन्छ होला त्यो तल्लो फाँट चाहिँ लम्की टिकापुर हाई कुहिरो लागेको छ तलतिर केही देखिरहेन ल बाटो त अलि उस्तै उस्तै रहेछ अलि बराबर भनेको त यहाँबाट अब 10 मिनेट पर्छ उति टावर पुग्नु त 5 मिनेट भयो बल्ल त्यहाँ अलिअलि खल्सा रहेछ भन्ने कुरो देखियो त्यो चाहिँ कर्णालीको सानो सानो चाङ्गाहरू मधुर देखिएको त्यो डाँडा ल हेर्नुहोस् यस्तो बाटोमा पनि टिप्पर हिँड्दा जीवन जिउन पनि गाह्रो छ यस पछाडि अर्को टिप्पर आइरहेछ धुलो माटो त्यहाँ उसमा पनि मान्छे छन् बच्चाहरू छ
एक दुई तिनवटा होला नि बाटो राजकाँडा जाने बाटो अब यहाँदेखि लगभग 10-15 मिनटमा पुगिने रहेछ।